सबैजनालाई ख्रीष्ट अभिवादन जय मसीह। आज फेरि पनि परमेश्वरको वचनबाट केही कुराहरू हामी सिक्न गइरहेका छौँ। मैले मेरो जीवनमा धेरै यस्तो मानिसहरूलाई या सेवकहरूलाई भेटेको छु जसले धेरै राम्रो सेवकाई गर्थ्यो या जो विश्वासमा, प्रभुको भक्तिमा, प्रभुको सेवकाईमा र व्यक्तिगत प्रभुको सम्बन्धमा एकदमै राम्रो बढेको मानिसहरू पनि पछाडि गएर प्रभुको पछाडि हिँड्न छोडेका कुराहरू, चोट र गुनासोले भरेर चर्च जानु छोडेका मानिसहरू, प्रभुको भक्तिमा जीवन बिताउने मानिसहरू पनि विलासितामा जीवन जिएको मानिसहरू हामीले भेटेका छौँ। अनि तपाईँले पनि भेट्नु भएको होला र आज हामी परमेश्वरको वचनबाट केही कुराहरू सिक्नेछौँ। गलाती किताब 5 अध्यायको जब हामी 7 अनि 8, 9, 10 अनि 11 पदमा पढ्दछौँ, यहाँ पावलले गलातीको मण्डलीलाई यस्तो लेखेको छ, तिमीहरू राम्रै दौडिरहेका थियौ, कसले तिमीलाई सत्यता पालन गर्नमा बाधा दियो? तिमीलाई बोलाउनु हुनेबाट यो फकाउने फुस्लाउने काम भएको होइन। थोरै खमीरले जम्मै ढिकालाई खमीर बनाउँछ। म प्रभुमा भरोसा गर्दछु कि तिमीले मेरो बाहेक अर्को विचार अपनाउने छैनौ। तिमीलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ। हामी देख्दछौँ कि पावलले गलातीको विश्वासीहरूलाई चेतावनी अनि चुनौती दुईटै दिएको कुरा हामी पाउँदछौँ। उसले भन्दछ कि तिमीहरू राम्रै दौडिरहेका थियौ, प्रभुमा राम्रो बढिरहेका थियौ। होइन, उसले भन्छ कि आत्मामा सुरु भएर तिमीहरू किन शरीरमा खत्तम हुन्छौ भनेर पनि उहाँले प्रिभियस च्याप्टर्समा भनेको कुरा पाउनुहुन्छ। एकदमै प्रभुमा बढिरहेको मान्छे, प्रभुमा एकदमै जोसिला मानिसहरू, प्रभुलाई आदर गर्ने मानिसहरू अनि प्रभुको भक्तिमा जीवन बिताउने मान्छेहरू अल सडन उनीको जीवनमा पतन आएका कुरा हामी पाउँदछौँ र उनीहरू आफ्नो विश्वासदेखि हटेका पापमय जीवनमा र पुरानै व्यवस्थाको कुरामा फर्केका कुरा हामी पाउँदछौँ। उनीहरू प्रभुमा राम्रोसँग बढिरहेका, प्रभुको सम्बन्धमा, सेवकाईमा, वचन अनि आज्ञाकारितामा एकदमै राम्रोसँग बढिँदै गर्दाखेरि केही मानिसहरू आएर जसलाई झुटो शिक्षक जुडाइजर पनि भने, जसले यो सिकाएको छ कि यसो ख्रिस्टको मृत्यु मात्रै काफी छैन, तर हामीले व्यवस्था पनि पालन गर्नुपर्छ, पुरानो नियमको विधि विधानमा पनि पालन गर्नुपर्छ, खतना पनि हामीले पालन गर्नुपर्छ भनेर त्यो शिक्षाहरू आउँदै गर्दा चाहिँ उनीहरू त्यसबाट प्रभावित भइकन चाहिँ त्यो शिक्षाले गर्दाखेरि उनीहरूले के गरेका छ, पुरानै कुराहरूमा, पुरानै नियमको कुराहरूमा, पुरानै व्यवस्थाका कुरामा फर्किने स्थितिमा उनीहरू पुगेका कुरा हामी पाउँदछौँ। त्यसले गर्दाखेरि मण्डलीभित्र नै विवादहरू छ, एकअर्काप्रति दोस्याउने कुराहरू, हामीले पुरानो नियम पालन गर्नुपर्छ, पालन गर्नु पर्दैन भन्ने विवादहरूको बिचमा पावलले कुराहरू सम्झाएका कुरा हामी पाउँदछौँ कि हामीले व्यवस्थाद्वारा होइन तर प्रभु येशू ख्रिस्टको अनुग्रहद्वारा र उहाँको काममाथि विश्वास गरेर कारणले चाहिँ हाम्रो मुक्ति अनि उद्धार भएका कुराहरू हुन्। जुन मानिसहरू प्रभुमा एकदम गहिरो विश्वास, प्रभुलाई प्रेम गर्ने मानिसहरू, प्रार्थना गर्ने मानिसहरू, सुसमाचारका लागि जिउने मानिसहरू थिए, अब उनीहरू के गरिसकेका छन्, परमेश्वरको पछाडि हिँड्न छोडेर अनि केही मानिसहरूको भनाइमा लागेर, केही मानिसहरूको कारणले गर्दाखेरि उनीहरू पछाडि फर्किसकेका छन्। अनि पावलले भन्दछ, तिमीहरू राम्रो दौडिरहेका थियौ, तिमीहरू राम्रोसँगले प्रभुमा बढिरहेका थियौ, अनि तिमीहरू कसरी फर्केर गयौ? यो त प्रभुबाट भएको होइन, प्रभुले तिमीहरूलाई चाहिँ ब्याकस्लाइड गराएको होइन, प्रभुले तिमीहरूको जीवनमा समस्या ल्याएको होइन, तिमीहरूमा आएको ग्रोथ जो रोकिएको छ त्यो प्रभुबाट भएको होइन, तर तिमीले के गरेका छौ, अरू मानिसहरूको विचारलाई सुनेको कारणले गर्दा तिमीहरूको दौड रोकिएको छ। अनि उसले यो पनि भन्दछ कि म आशा गर्छु कि मैले तिमीलाई भन्दै गर्दाखेरि, सिकाउँदै गर्दा चाहिँ तिमीले अरूको विचार होइन तर मेरो विचारले के गर्छौ, अपनाउँछौ अनि प्रभुमा फेरि पनि तिमीहरू बढ्छौ भन्ने आशा गरेको छु भनेर पावलले गलातीको मण्डलीलाई हामी उत्साह पनि गरेको छ, चेतावनी पनि दिएको छ। अनि जसले चाहिँ उनीहरूको जीवनलाई विचलित पारेको छ र तिनीहरू चाहिँ दण्डहरू उम्कँदैन भन्ने सुझाव पनि अनि चुनौती पनि अनि भविष्यमा आउने खतराको सन्देश पनि पावलले दिएको कुरा हामी पाउँदछौँ। यहाँ हामीले सिक्नुपर्ने एकदमै मजाको पाठ के छ भनेदेखि नि, कहिलेकाहीँ हामी पनि एकदम प्रभुमा राम्रोसँग बढिराखेका हुन्छौँ, प्रभुमा एकदमै भक्तिको साथमा हामी सेवकाई गर्न चाहन्छौँ, मण्डलीमा सघाइरहेका छौँ, व्यक्तिगत विश्वासमा, प्रार्थनामा एकदमै राम्रो बढिरहेका छौँ, तर धेरैचोटि मानिसहरूको कुरा सुनेको कारणले गर्दा, धेरैचोटि मानिसको शिक्षा सुनेको कारणले गर्दा अनि मानिसको प्रभावले गर्दाखेरि, मानिसहरूबाट आएको शिक्षा र उनीहरूको व्यवहारले गर्दाखेरि हामी थकित अनि हाम्रो दौडलाई हामी बिर्सिसकेका हुन्छौँ। अनि पावलले यही कुराहरू भन्दछ कि मानिसको होइन तर परमेश्वरको विचारलाई अपनाऊ भन्ने सुझाव दिएको छ।
धेरैचोटि हाम्रो जोसहरू, धेरैचोटि प्रभुलाई सेवा पुर्याउने, मानिसलाई सेवा पुर्याउने, प्रभुको लागि जिउने नि काम गर्ने जोसहरू चाहिँ हराएको छ। हाम्रो सुरुवात राम्रै भएको, हामी प्रभुमा आउँदाखेरि, प्रभुमा बढ्दाखेरि एकदम जोसको साथमा मलाई प्रेम गरेर अघि बढेको, तर बिचमा आएर मानिसको कारणले गर्दा, मानिसको कुरा सुनेको कारणले गर्दा, मानिसको गलत प्रभाव हाम्रो जीवनमा आउन दिएको कारणले गर्दा, मानिसहरूको शिक्षा र विचार हाम्रो ध्यान लागेको कारणले गर्दा, परमेश्वरको वचन, परमेश्वरको शिक्षा, बाइबलको शिक्षाभन्दा बढी मानिसको विचारलाई पछ्याएको कारणले गर्दाखेरि हाम्रो दौडहरूको अन्त भएको छ। एकदम शक्तिशाली सेवकाहरू सेलाएर गएको छ। हाम्रो प्रभुप्रतिको भक्ति र प्यासन्सहरू सेलाएर गएको छ। प्रार्थनाको जीवन, सेवकाईप्रतिको भक्तिको जीवनहरू, सेवकाई गर्छु भन्ने चाहनाहरू मरेर गएको छ। किनभनेदेखि हामीले मानिसको धेरै कुराहरू सुन्यौँ। मानिसको विचारहरूले, मानिसको पर्सनालिटीले, मानिसको दर्शनले धेरैचोटि हाम्रो जीवनमा भएका सेवकाईको जोसहरूलाई मार्ने कामहरू गर्दछ। जसरी गलाती किताबमा हामी देख्दछौँ कि केही मानिसको झुटो शिक्षामा लागेको कारणले गर्दा, केही मानिसहरूको शिक्षामा लागेको कारणले गर्दा गलातीको मण्डलीका विश्वासीहरूले परमेश्वरप्रतिको भक्ति र सेवकाईका जिललाई र सही शिक्षालाई हराएर उनीहरू फेरि पनि पाप र सम्झौता र पुरानै जीवनशैलीमा फर्कने स्थितिमा थियो। आज म तपाईँलाई यो कुरा भन्न चाहन्छु, तपाईँको भित्रको दौड जो प्रभुसँगको छ, कमिटमेन्ट छ, त्यो कहिले नसिद्धियोस्। यदि हामी ख्रीष्ट येशूलाई हेरिरहेको छौँ र बोलाउनु हुने माथि, उहाँको वचनमाथि, उहाँको शिक्षामाथि हामी ध्यान पुर्याउँछौँ र मानिसको कुराहरूबाट, मानिसको विचारहरू भन्दा बढी हामी परमेश्वरको विचारलाई अनि परमेश्वरलाई ठाउँ दिन्छौँ भने हाम्रो दौड कहिले पनि हराएर जाँदैन, हाम्रो यात्रा कहिले पनि सिद्धिएर जाँदैन, तर त्यो बढेरै जान्छ। तर जुन दिनदेखि हामीले मानिसको, संसारको र मानिसहरूको धारणामा हामीले जीवन बिताउन थाल्छौँ नि, त्यो दिन चाहिँ हाम्रो दौडहरू पनि गलातीको मण्डलीको दौड जस्तो सिद्धिन थाल्छ। त्यस कारण हामी होसियार बनाउँ, हामी के सुन्दैछौँ, कसलाई पछ्याउँदैछौँ, त्यसले हाम्रो जीवनमा ठुलो प्रभाव लिएर आउँदछ। प्रभुलाई हेरौँ, उहाँको वचनलाई हेरौँ, अनि यसले हाम्रो जीवनमा ठुलो स्वतन्त्रता लिएर आउँदछ। परमेश्वरले यहाँ सबैजनालाई आशीर्वाद दिउन्। जय मसीह की।